ल है साथीहरू, आज आज काठमाडौँ गयो। मेरो नजाने प्लान थियो, अब आज निस्किनु पर्यो। आजको मेरो यात्रा जयसी चोकको काठमाडौँ बाटोको एडभेन्चरमा के छ कसो कसो छ त्यसको म यसमा भिडियो हाल्छु। ल है त, सबैले भिडियो पुरै हेर्नु होला, लास्टसम्म हेर्नु होला। ल अब मैले ठ्याक्क अब निस्केँ। ठ्याक्क मेरो बाहिर त्यहाँ बाइक छ। अब बाइकमा चढेर अब निस्केँ। वरिपरिको नजारा हो, त्यहाँ रमाइलो नजारा छ। दायाँ बायाँ हेर्नुहोस्। ल अब बाइक हेर्नुहोस्, यतापट्टि 5 खाल, यो खोला पारी, यो खोलावारी हाम्रो मण्डलपुर, मतलब कि दुईटा नगरपालिका बर्डरमा छम्म बस्ने। ठ्याक्क यो पुलभन्दा यतापट्टि 5 खाल, पुलभन्दा उतापट्टि तपाईँले हेर्नु भने। अब म यहाँ एउटा रोहिणी ढकालको यहाँ आइपुगेँ। यहाँ यो ठाउँको नाम रोहिणी हो। यो ठाउँमा अब खाएर मैले अब चिया र चटपटे खाएँ। ल यहाँ चिया ल्याउनु भयो। चिया यहाँको बेस्ट चिया हो, तपाईँ कहिले काहीँ चिन्न सक्नुहुन्छ। रोहिणी भन्ने ठाउँमा छ, मण्डलपुरको। चटपटे पनि दामी, वान अफ द बेस्ट चटपटे आज खाइयो। एकदम सस्तो, आज ठ्याक्क 75 रुपियाँमा मजाले भयो। अब यो गरिसकिसकेपछि चिया पनि एकदमै पिरो र मिठोले गर्दाखेरि जिब्रो भयो। अब म निस्केँ। तपाईँ हेर्नुहोस् यो एरिया बाहिर एकछिन हेर्दाखेरि नजारा पनि राम्रो छ वरिपरि। अब म यहाँबाट रोहिणीबाट बाइकबाट बसेर निस्केँ। अब यो ठाउँ पनि एकदम रमाइलो छ, नगरकोटको यहाँ। ¿Qué eres, papá?